हाँसिराख तिमी म पनि नाची ओ माई गॉड सुषमा ओके मैले हैन अनि इन्भाइट पठाउन त खोजेको थिएँ तर आएन ए ओके अनि कहाँ हुनुहुन्छ त हजुर अहिले घरमै वाह यार ओ माई गॉड दिस लेडिज यार प्लिज अनि के रे पोखरा बस्नुहुन्छ है हजुर हैन काठमाडौँ काठमाडौँ नै हो ठिक छ हाम्रो नेपाली कम्युनिटी गेमिङ कम्युनिटीको हैन के भन्छ नि प्रिन्सेस जे मिसेस वाइफ के भन्नु सर हैन राम्री हुनुहुन्छ नि त त्यही भएर यसो हल्का दिनु पर्यो नि त त्यही हो खुसी लाग्छ एकदम बस्न त रेस्पेक्ट डिजर्भ गर्नुहुन्छ नि त उहाँहरूले पनि हजुर तपाईले पनि लाइभ गर्नुहुन्छ है गेम मैले गेम चाहिँ लाइभ गर्थेँ कि अब त्यस्तै भयो मोबाइलले धान्दैन अनि फेरि अब एउटा मोबाइल किनेर फेरि गर्नु पर्ला यसो 1 भर्सेस 1 नेबर हान्नुपर्छ दुईजनाले ठिक छ युट्युबमै टिकटकमै गर्न मिल्छ त गेम लाइभ हो र हल्का मलाई फेरि ल्यापटप स्यापटप चलाउन आउँदैन क्या अलि सिक्दैछु साँच्चै भनेको फेरि झुट बोलेको अब त्यो गरिसकेपछि चाहिँ त्यो ओबिएस के चलाउनु पर्दो रहेछ नि त अनि त्यो सिकिसकेपछि चाहिँ हल्का अब आउनु पर्ला त्यही हो बट सी इज रियली नाइस यार सी इज रियली नाइस हैन किन राम्री हुनुहुन्छ त्यसैले अब के भन्नु तर म धेरै राम्री भने जस्तो लाग्यो उताबाट फेरि M416 को पड्केला नि फेरि मतिर केटाहरूले सबलाई भन्दैछ नि फेरि त्यस्तो हैन म त टिकटकमा सरौँ भनेको हो र टिकटकमा गेमिङ गर्ने ठिक छ राम्रो छ टिकटक पनि प्लेटफर्म तर पब्जी हैन अर्को गेमहरु कुन कस्तो भन्नाले भ्यालोरेन्ट जीटीआरपी आमा त्यो भ्यालोरेन्टहरु जीटीए को लागि त राम्रो ल्यापटप चाहिन्छ है ठिकै ए ल ठिक छ जीटीए सिटीए नि खेल्नु पर्यो अब दामी अब हाम्रो टिम मलाई त के लिनु हुन्थ्यो र म त हाउडै खेल्छु हैन तपाईले हसाउनुहुन्छ झन् जीटीए तिर गइन्छ ए हो है त्यही त एकदम हैन के भन्नु मलाई लाग्छ यार यार म के गरौँ यार एक फल श्रुति हालेर आउँछ बरु यार भएन श्रुति नाचेर आउँछ अहिले एउटा डान्स जान्छ अब अनि ठिकै छ अनि उहाँ चाहिँ साइडमा को हुनुहुन्छ वाह वाह चाँदका टुक्रा पनि बोकेर हिँड्नु हुँदो रहेछ त के हो चाँदका टुक्रा हो र एकछिन बाहिर त अँध्यारो रहेछ कि चन्द्रमा त यतै आएर बसिरहेको छ लाइफमा बिल्ला हो यार तेरो अपर्च्युनिटी पाउँदैनौ कोहीसँग कुरा गर्न दियो त हैन त्यस्तो बट वाइफी चाहिँ मलाई पहिलेदेखि मन पर्थ्यो हैन अहिले पनि चाहिँ अब भनौँ न त्यस्तै छ उसको चाहिँ त्यो कम्युनिटीको लागि सिन भनौँ न त्यस्तै छ नि त उसको लेभलै अलग छ त्यही हो गेमिङ कम्युनिटीको लागि धेरै हो धन्यवाद छ अनि तिमी चाहिँ हेर न यतातिर के हो मलाई भनेको कि कसलाई भनेको जिन्दगीमा कसैलाई पनि वाइफी भनेको थिएन आज फर्स्ट टाइम ओके ल ठिक छ उता ज्यानमारा तिरबाट फेरि गोलीहरू झर्ला मतिर है ए तपाईँ पनि कम्पिटिटिभ फलो गर्नुहुन्छ म त खत्रै हो नि म त पुरै थाहा छ नि म त पहिलेदेखि ए कुन टिम मन पर्छ मलाई टिम चाहिँ मलाई नेपालको चाहिँ मलाई हाई भोल्टेज केटाहरुको ए हाई भोल्टेजमा कुन प्लेयर मन पर्छ हाई भोल्टेजको त मेरो छोरी नै हो असासिन पनि मन पर्छ अनि उतापट्टि जोकरहरु पनि राम्रो छ अब कोलाई भन्नु त्यसरी टिटुके पनि सन्देशहरु अब्बर ए साउथ एरिजोना म त खतरै फलो गर्छु नि म त पहिलेदेखिको हो ए यो बिबीहरु खेल्थे नि पहिला खेल्थे नि यो टीएसएमएक्स यिनीहरु सब त्यो डेन्जर युआई बॉयहरु सबै चिन्छ नि म त ठीक छ नाइस त्यही भएर त नि आज यसरी बोल्न जुरेको रहेछ कम्पिटिटिभ त्यही भएर फलो गरेको तपाईले रेड गर्नु भएको थियो टिकटकबाट युट्युबमा मलाई ए हजुर त्यति बेला म त एकचोटि कत्रो वाचिङ बढ्यो भनेको त
होइन हल्का फुल्का भनौँ न त्यस्तै त्यतिखेर तपाईँ कोसँग लाइभ जानुहुन्थ्यो के अरे केटीको मुन ए गाह्रो छ यार के यार यस्तो के आवाज पनि कस्तो नेट पनि नराम्रो भएर हो कि उसको आवाज पनि कस्तो काटेको एकछिन है त्यही भएर सबैलाई चन्द्रमा देख्ने हो अब मलाई नै उल्टो बिटी दिन थाल्यो ल के भन्नु ठिकै छ सरी सरी म त केही पनि बोल्दैन फेरि उता ज्यानमारातिरबाट गोली आउन सक्छ है म कस्तो राम्रो ब्याकग्राउन्ड हो ओके तिम्रो र मेरो फोटो पनि राखेको छु मैले घरमा हेर्ने खै देखाउने त साँच्चीको फेरि ढल्न पाइँदैन नि फेरि मैले भन्दैछु नि ल ओके आर यु रेडी आँखा चिम्म गर पहिला चिम्म गरे ल आँखा चिम्म गरे गरे चिम्म त्यस्तै छ भनौँ न अलिकति तपाईँ त जोकेटीसँग फ्लट गर्नुहुन्छ हौ कोसँग जोकेटीसँग पनि बाई गड यस्तो मान्छेहरू पनि भेट्दो रहेछ यस्तो मान्छेहरू पनि भेट्दो रहेछ गाइस सबजनाले सोझो भनेर अति भनिसक्यो मलाई है आज चाहिँ हाम्रो लाइभ हेरेर हुन्छु अनि देखिरह हुन्छु ओके अनि म चाहिँ अब के भन्नु सर उहाँहरूको गीत पनि अस्ति हेरेँ यस्तो राम्रो होइन अनि टिकटकमा पनि यस्तो यस्तो गरेर बनाउँछ नि यस्तो यस्तो गरेर कुन गीतमा नाचेछ र त्यसरी त मैले नाचेकै छ के भन्नु सर ल ठिक छ अनि एकदम खुसी लाग्यो एकछिन जोइन हुनु पाउँदाखेरि मान्छेहरूले भनिरहेको थिएँ दाइ वाइफी 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 मेरो फिडमा वाइफी आएकै थियो नि त आज त मैले यस्तो कल घुमाएर यो टिकटकको वालाले नि वाइफीलाई चाहिँ माथि ल्याइदिनु पऱ्यो भन्यो अनि हो ओके सी इज सच अ नाइस पर्सन होइन हुन्छ नि उहाँसँग म भेटेको छैन अहिलेसम्म म बोलेको पनि थिएन उहाँसँग होइन बट हुन्छ नि त अब यसरी बोल्दाखेरि उयो गर्दाखेरि चिनिन्छ क्या मान्छेहरू को चाहिँ कस्तो छ के छ भनेर लाइक तपाईँको उमेर कति पुग्यो मेरो हजुरको भन्दा 1 वर्ष जेठै नै होला म तपाईँको 22 हो र भर्खर होइन होला हजुर 21 हो म पनि 21 त हो नि होइन होला 2001 को त हो नि म होइन खै कहाँ गयो यार नागरिकता देख्छ तपाईँ त पासपोर्टमै देखाउँछु म अब त पासपोर्टै देखाइदिनु पर्ने हो होइन पत्ता आएन कि मान्छे धेरैजनाले मलाई भन्थ्यो दाइ अलिकति खत्रै एजेड देखिन्छ अस्ति यति ठुल्ठुलो अङ्कलहरूले पनि मलाई दाइ भन्छ यार सबजनाले के भएको जिन्दगी आजपट्टि पासपोर्टै देखाउँछु म भएन मार्नु पर्यो किन डेट अफ बर्थ कहाँ हुन्छ है जन्म मिति पाउनु अब धेरै नै भन्यो नि यो फोटो चाहिँ एकदमै खतरा हर्नी आएको छ नि मेरो ए हो रहेछ त यार सक्छ त अनि भर्खर 21 वर्ष तपाईँ भर्खर 21 हो म भन्दा महिनाले सानो मार्च अप्रिल मे कति महिनाले सानो मार्च अप्रिल मे 3 महिनाले सानो रहेछ यार तपाईँ त मैले तपाईँ भाइ रहेछ केही सुनेको कस्तो नेट गरेर तनावै भयो नि त यार उसको त आवाजै सुन्न छोडेँ मैले ठिक छ ल ओके वाइफ्यू ल राम्रोसँग बस्नु है हुन्छ बाई बाई किप ग्राइन्डिङ है अनि एक दिन चाहिँ 1 versus 1 हान्नुपर्छ हुन्छ इजी म त फेरि खतरा म त जाइरो साइरो सब घुमाइदिन्छु नि फेरि यस्तो 4 फिङ्गर क्लब जाइरो म झन् 5 फिङ्गर प्लस एम असिस्ट अफ अनि त्यही भनौँ न त्यस्तै ओके यु आर सो स्विट तर है अरू चाहिँ के जे कुरा भयो नि यु आर सो स्विट राम्रोसँग ओके ल म चाहिँ जान्छु ओके बाई बाई